जय मसीह साथै गुड मर्निङ अनि प्रेज द लर्ड। आशा गर्दछु हामी सबै सन्चै छौँ। धन्यवाद परमेश्वर बुवालाई। आजको विशेष गरी आजको वचन हेर्नुपर्दाखेरि हाम्रो चाहिँ आजको वचन के छ भन्दाखेरि जीवित परमेश्वरले हाम्रो आत्मिकी आँखाहरू खोलिदिनु भएको छ र उहाँले चाहिँ भन्नुभएको छ किनकि जीवित परमेश्वर मानव जातिलाई, तपाईँ र म चाहिँ हामी मानव हो र हामी मानव जातिलाई चाहिँ उहाँले चाहिँ धेरै प्रेम गर्नुहुन्छ, माया गर्नुहुन्छ र उहाँले चाहिँ हाम्रो निम्ति चिन्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ है। किन थाहा छ प्रेमितहरू? किनकि पवित्र शास्त्र बाइबलले चाहिँ यो भन्दछ कि संसारमा सबैभन्दा सर्वश्रेष्ठ चाहिँ परमेश्वरले बनाउनु भएको कसलाई रहेछ? त्यो चाहिँ हामी मानव जातिलाई, हामी मानिस जातिलाई चाहिँ जीवित परमेश्वरले चाहिँ सबैभन्दा सर्वश्रेष्ठ चाहिँ उहाँले बनाउनु भयो। मानिसलाई बनाउँदाखेरि जीवित परमेश्वरले के गर्नुभयो भन्दाखेरि उहाँले चाहिँ आफ्नै हातले काम गर्नुभयो। आफ्नै हातले चाहिँ उहाँले चाहिँ हामीलाई बनाउँदाखेरि माटो लानुभयो र त्यो माटोमा चाहिँ पानी हाल्नुभयो, मिच्नुभयो, एउटा कुमाले चाहिँ बनेर उहाँले चाहिँ के गर्नुभयो? तपाईँ र मलाई चाहिँ उहाँले बनाउनु भयो। प्रिय मित्रहरू, जब हामी मानिस जाति थियो नि, हामीलाई चाहिँ परमेश्वरले चाहिँ एउटा मेहनत, एउटा परिश्रम, एउटा पसिना अनि आफ्नो बुद्धि, दिमाग, ज्ञान, इमोसन, रिस अनि प्रेम, यो सबै कुराको चाहिँ कम्बिनेसन मिक्स गरेर चाहिँ उहाँले चाहिँ एकदमै यो कुराहरूलाई चाहिँ उहाँले चाहिँ के गर्नुभयो? यो कुराहरूले चाहिँ तपाईँ र मलाई चाहिँ परमेश्वरले सृष्टि गर्नुभयो। किन, कसरी भन्दाखेरि जीवित परमेश्वरले भन्नुभयो आओ हामी अब मानिसलाई चाहिँ आफ्नै स्वरूपमा बनाउनेछौँ। अब जीवित परमेश्वर तपाईँ र मेरो, हाम्रो उहाँ चाहिँ तपाईँ र म जस्तो चाहिँ सेम हामी जस्तो हुनुहुन्छ उहाँ चाहिँ। त्यही भएर चाहिँ परमेश्वरले के भन्नुभयो? हामी चाहिँ उहाँ जस्तो छौँ, परमेश्वर जस्तो छौँ। हाम्रो स्वरूप किन छौँ, कसरी छौँ भन्दाखेरि पवित्र शास्त्र बाइबलले चाहिँ हामीलाई बताउँदछ जीवित परमेश्वरले चाहिँ सबै कुराहरूलाई, संसारका सबै थोक वस्तु, चिज, प्राणीहरूलाई सबैलाई बनाउँदाखेरि उहाँले चाहिँ के गर्नुभयो भनेपछि मुखको शब्दद्वारा